आज चैत्र 1 गते हामी यस सिसै पार्कमा कुलदीप कल्याण कोषको 5औं साधारण सभा तथा तेस्रो अधिवेशनमा हामी सहभागी हुनेछौँ। यस सभामा सहभागी हुने क्रममा यस सभाका अध्यक्ष तथा कुलदीप कल्याण कोषका अध्यक्ष महोदयज्यू, प्रथम उपाध्यक्षज्यू, द्वितीय उपाध्यक्षज्यू, सचिवज्यू, कोषाध्यक्षज्यू तथा यस कुलदीप कल्याण कोषका सम्पूर्ण कार्य समितिका सदस्यहरू, यस्तै यस कुलदीप निया कोषका नायक हरिशङ्कर रेड्डीज्यू, पाल्पाली महिला समाजका अध्यक्षज्यू र उपस्थित पाल्पाली महिला पूर्व अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू तथा कार्य समितिका सदस्य तथा सम्पूर्ण महिला सदस्यहरू र यहाँ उपस्थित सबैलाई मेरो जोजोबा। सर्वप्रथम म अब निवर्तमान हुन गइरहनुभएका अध्यक्षजीको कार्यकालको मूल्याङ्कन गर्दै उहाँलाई दुई चारवटा कुराको बधाई दिन चाहन्छु। उहाँले आफ्नो कार्यकालमा एउटा हामीलाई बोनसको रूपमा दसैँको लागि बोनसको रूपमा चाहिँ हामीलाई के रकम प्रदान गर्नुभयो। यो उहाँको कार्यकालको एउटा अविस्मरणीय क्षण हो। त्यस्तै सुन लगानीको कार्यक्रम ल्याउनु भयो, यो पनि साह्रै उत्तम छ। त्यस्तै 2000 देखि 3000 गराउनु भयो, यो पनि राम्रो छ। र अन्य कार्यक्रम पनि उहाँले जुन सोच र सुझबुझका साथ ल्याउनु भयो, त्यसको लागि म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु र उहाँ लगायत सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र आजको हिजोको चाहिँ हाम्रो जुन कार्यक्रम हो त्यस सन्दर्भमा म केही शब्द नबोलिरहन सकिनँ। वास्तवमा हिजो साँझ धेरै भए पनि जुन हामीले एउटा सांस्कृतिक कार्यक्रम चाहिँ एउटा दिन प्रस्तुत गऱ्यौँ, हामी कुलदीप कल्याण कोषका साथीहरू खालि पैसा जम्मा गर्ने, पैसा भर्ने मात्र त होइन। हामी त सांस्कृतिक रूपमा पनि हामी भनिरहेछौँ। हामीसँग एउटा प्रतिष्ठित एउटा गायक त हामीसँग चाहिँ छँदै थियो, हाम्रो प्रवीण श्रेष्ठज्यू। उहाँ त चाहिँ प्रचलित, उहाँ चाहिँ नाम चलेको एउटा गायक त हुनुहुन्थ्यो। तर हिजो अरू गायकहरूले पनि आफ्नो प्रस्तुति प्रदान गरेर साँच्चै हामी त पाल्पाली नेवारहरू त संस्कृतिका धनी पनि रहेछन् त। किनभने हामी पहिला जाँदा जहाँ गयो मुसलहरू कहाँ गयो भने मुसलहरूको संस्कृति हेर्नुपर्ने, थारूमा गयो भने थारूको चाहिँ कल्चर हेर्नुपर्ने, पैसा पुँजीबाट चाहिँ झारेर यो पनि पाठको सुरुमा चाहिँ बढी निम्तिले। तर हिजो त चाहिँ खोज्नु परेन नि, हामीले त कहीँ पनि खोज्नु परेन, यो त हामीसँगै रहेछ नि त। हिजो निकै राम्रो प्रस्तुति भयो, निकै राम्रो नसोचेको त्यसको लागि। अझ हिजो चाहिँ प्रस्तुति दिने क्रममा हाम्रो प्रवीणज्यू त छँदैछ। उहाँ त स्वरको धनी हुनुहुन्छ, उहाँलाई त सबैले चिनेको हो। तर स्वरको धनीहरू अरू पनि रहेछन्।